यहाँहरूलाई युट्युब च्यानल याक्थुङ साक्थिम सुखिममा स्वागत छ। आज हामी तपाईहरुको माझमा लिम्बू लर्निङ यानी कि याक्थुङ होवासिङ लिम्बू सिकौं पार्ट 5 लिएर हजुरहरूको माझमा हामी उपस्थित छौं र आजभन्दा केही दिन अगाडि या केही समय अगाडि हामीले तपाईहरुलाई भावेल कन्सोनेन्ट भावेल साइनहरु सिकाएका थियौं या सिकेका थियौं। आज तपाईहरुलाई हामी लिम्बू वर्षहरु हामी यहाँ सिक्ने छौं। वर्ष यानी कि लिम्बूमा तङ्बे भनिन्छ। यो तङ्बे भित्र 12 महिना हुन्छ, त्यो सबैलाई जानकारी भएकै कुरा हो। अनि यो वर्षमा 12 महिनालाई लिम्बूमा के भनिन्छ त्यो हामी यहाँ विस्तारसँग जान्ने छौं। इंग्लिशमा जनवरी फेब्रुअरी भनिन्छ भने लिम्बूमा पनि यसको आफ्नै नाम छ र त्यसलाई हामी बुझ्ने छौं। जस्तै जनवरीलाई हामी कफेवा भनिन्छ या भन्छौं। त्यसरी नै फेब्रुअरीलाई साफेवा। त्यसरी नै मार्चलाई हामी चेरेङनाम भनेर हामी बुझ्छौं र त्यसरी नै हामी अप्रिललाई थेरेङनाम यानी कि थेरेङनाम। त्यसरी नै हामी मेलाई कापमेपा यसलाई हामीले ओभरअलमा पढ्दाखेरि कापमेपा भनेर हामी बुझिन्छौं। त्यसरी नै जुनलाई हामी थकमेपा भनेर हामी बुझ्ने छौं र हामीले त्यसरी नै हामी जुलाईलाई सिसेक्पा यानी कि सिसेक्पा भन्न सकिन्छ या भनिन्छ। त्यसरी नै हामी अगस्टलाई हेर्दाखेरि हामीले लिम्बूमा के भनिन्छ भने थेमामेतुम्बाले चाहिँ लिम्बू मजै याक्थुङबान मजै थेसेक्पा भनिन्छ। र त्यसरी नै हामी अब सेप्टेम्बरमा जानेछौं। सेप्टेम्बरमा चाहिँ लिम्बूमा के भनिन्छ भन्दाखेरि चाहिँ सिसेक्रो भनेर हामी जान्ने छौं या सिसेक्रो भनेर हामी भन्ने छौं। त्यसरी नै हामी अक्टोबरमा सर्दाखेरि अक्टोबरलाई हामी लिम्बूमा थेसेक्रो यसलाई ओभरअलमा भन्नुपर्दा थेसेक्रो भनेर हामी बुझ्ने छौं। र त्यसरी नै अब हामी मन्थको अन्तिम या लाको अन्तिम समयमा आइपुगेका छौं र अब नोभेम्बरलाई के भन्ने भन्दाखेरि चाहिँ सेनछेङला भनेर हामी भन्ने गर्छौं र अन्तमा हामी डिसेम्बरलाई चाहिँ सिसेक्ला यानी कि सिसेक्ला भनेर हामी बुझ्ने गर्छौं या भन्ने गर्छौं। अन्तमा निङवामो युङमा केपोङबा येकपापान यानी कि माइन्डमा राख्नुपर्ने एउटा मुख्य कुरा के छ भने जस्तै जनवरीमा पुष र माघ परे चाहिँ याक्थुङबेमा या लिम्बूमा पनि सिसेक्ला र कफेवा पर्छ। तर कफेवा चाहिँ हाम्रो जनवरीको आदि सेसन यानी कि लिम्बूको नयाँ वर्ष यानी कि कफेवा महिनाको सुरुवात हुन्छ। अहिलेसम्मको यो लिम्बू लर्निङबाट पक्कै पनि तपाईहरुले केही कुरा सिक्दै हुनुहुन्छ र तपाईहरुलाई केही सुझाव फिडब्याकहरु दिनु छ भने तपाईहरुले कमेन्ट बक्समा गएर तपाईहरुको फिडब्याक सुझावहरु दिन सक्नुहुनेछ। लिम्बू सिकाउने छौं, बुझ्ने छौं, जान्ने छौं। आइम्बा लागि कभार आजको लागि यति मात्र। तपाईहरुलाई हामी फेरि पनि याक्थुङ साक्थिम सुखिम च्यानल आउने दिनहरुमा लिम्बू लर्निङ धेरैवटा पाठहरु लिएर आउने छौं। तबसम्मको लागि हामी तपाईहरुसँग बिदा चाहन्छौं। धन्यवाद।